स्वागत छ दाइ हजुरलाई मेरो यो पुरन ठकुरी ब्लग्समा। थ्याङ्क यू भाइ। म्यानी कङ्ग्रेचुलेसन, हजुरको आज पास आउट भएको छ। कस्तो फिल भइरहेछ हजुरलाई आज? एकदमै ह्याप्पी, मतलब मिक्स फिलिङ भइरहेछ, ह्याप्पी मोमेन्ट भइरहेछ एन्ड मिक्स ह्याप्पी एन्ड इमोसनल एट द सेम टाइम, राइट? यस, इमोसनल बिकज द मोस्ट इम्पोर्टेन्ट पर्सन हु is not with me right now, that's why I feel sad. So, can you please tell us his or her name? Yeah, I will start from my journey for his name. मैले चाहिँ सुरुमा थ्री इडियट हेरेपछि चाहिँ म एकदमै इन्जिनियर बन्न चाहन्थेँ, तर त्यहाँ म अनफर्चुनेटली म चाहिँ सक्सेस भएन। अनि मेरो मामाले चाहिँ मलाई के भन्नु भने, भानिज होइन कहाँ त्यस्तो हुन्छ, प्राइभेट छोड्नु हुनु, म सेकेन्ड लेफ्टिनेन्ट दे भन्नुभयो। म सेकेन्ड लेफ्टिनेन्टतिर लागेपछि चाहिँ दुईचोटि त्यहाँ रिटर्नमा फेल भएपछि अनि बोर्ड कन्फरेन्समा लिखितमा पास भएर बोर्ड कन्फरेन्समा फेल भइन्थ्यो जहिले। अनि म चाहिँ मेरो मम्मीलाई कल गर्थेँ कि, अनि मम्मीले चाहिँ के भन्छन्थ्यो भने, होइन हाम्रो यति ठुलो लक कहाँ छ, भाग्य कहाँ छ भन्छन्थ्यो। म सोच्थेँ लक चाहिँ भाग्य भन्ने कुरा चाहिँ आफूले बनाउने हो भन्ने सोच्थेँ। अनि असयमा दिइयो, त्यो पछि राइट नाउ इन्सपेक्टर। अनि के हुन्छ भने धेरै मान्छेहरूको गोल हुन्छ, अनि धेरै मान्छेहरूको के हुन्छ आइडल हुन्छ। म चाहिँ यो जस्तो बन्न चाहन्छु, मतलब म यो प्लेयर जस्तो बन्न चाहन्छु, म यो हिरो जस्तो बन्न चाहन्छु, म आफ्नो बाबा जस्तो बन्न चाहन्छु, मम्मी जस्तो बन्न चाहन्छु। तर मेरो चाहिँ लाइफमा के छ भने म मेरो मामा जस्तो बन्न चाहन्छु, म त्यो भन्थेँ।